पार्टीको महाधिवेशन बैठक होइन, अब अदालतको ढोकाबाट तय हुने भयो। नेपाली कांग्रेसभित्रको सत्ता कब्जा र गुटबन्दीको राजनीति यतिसम्म गइरहेको छ कि 15औं महाधिवेशन प्रक्रिया रोक गर्न माग गर्दै देउपा समूह र इतर पक्ष सोझै अदालत जाने खेलमा लागेका छन्। डाक्टर शशाङ्क कोइरालाको निवासमा बसेको इतर समूहको बैठकले 24 भदौबाट सुरु हुन लागेको वडा अधिवेशन र महाधिवेशनको तालिका रोक्न शुक्रबार नै अदालतमा निवेदन दिने निर्णय गरेको छ। हेर्नुहोस् न नेपाली कांग्रेसहरूको चाला। एउटा पक्ष भदौ 24 गतेबाट वडा अधिवेशन सुरु गरेर असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा महाधिवेशन सकाउने धुनमा छ भने अर्को पक्ष पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ भन्दै महाधिवेशन नै रोक्ने स्टे अर्डर लिन दौडिरहेको छ। जनता र कार्यकर्ताले तल्लो तहबाट पार्टी पुनर्गठनको आश गरिरहेको बेला आफ्नै महाधिवेशन रोक्न अदालतको सहारा लिनुपर्ने कस्तो लाचार राजनीति हो यो। केन्द्रीय निर्वाचन समितिले कार्यतालिका संशोधन गर्दै अधिवेशन अगाडि बढाउन खोज्दा पार्टीको आन्तरिक लोकतन्त्रलाई अदालतको कटघरामा उभ्याएर कसलाई फाइदा पुर्याउन खोजिँदैछ। ल सुन्नुहोस् है कांग्रेसका शीर्ष नेताहरू, चुनाव र महाधिवेशनबाट भाग्ने अनि आफ्नै कार्यकर्ताको मतलाई अदालतको आदेशले दबाउन खोज्ने यो दाउचेपले पार्टीलाई कतै पुर्याउँछ। पार्टीभित्रको आन्तरिक विवाद आफै सुल्झाउन नसकेर अदालतको ढोका चाहने हो भने कार्यकर्ताले भोट कसका लागि हाल्ने? सडक र संसदमा लोकतन्त्रको दुहाई दिने पुराना दलका नेताहरू आफ्नै घरभित्रको महाधिवेशनसँग डराएर अदालतको स्टे अर्डर खोज्दै हिँड्नु लज्जास्पद कुरा हो। सत्ता र कुर्सीको यस्तो घिनौने खेल बन्द गर्नुहोस् र हिम्मत छ भने महाधिवेशनमा कार्यकर्ताको सम्मान गर्नुहोस्।